केही समय पछाडि यो सरकार फेरि यो सरकार त टिक्दैन यो सरकारमा सत्यता छैन डलरमा आएको सुशीला कार्की देख्नुभयो होइन बसेर पिसा फेरेर उठ्न सक्दिनन् के को देश चलाउनु एउटा कुरा बुझ्नु सुशीला कार्की आफै पसेर पिसा फेरेर उठ्न सक्दिनन् अर्काले उठाइदिनुपर्छ अनि तपाईँको केपी ओलीलाई हटाएर अहिले चुनावको कुरो गर्छन् त्यही केपीले गराइहाल्थ्यो नि चुनाव जिन्जीको माग पुरा होला एकछिन नि यिनीहरूले भ्रष्टाचारीलाई थुन्न सके म प्रधानमन्त्री भएको 24 घण्टामा नि 400 मान्छे त पृथ्वीमा हुँदैन थिए भ्रष्टाचार गर्ने के यत्राको हुन्थ्यो यही हो फागुन 21 को चुनावै हुन दिँदैन यिनीहरूले नीतिगत रूपमा देश कब्जा गर्ने अहिले हेर्नुहोस् रवि लामिछाने कुन कहाँको रहेछ डलरको रहेछ कि रहन्छ सोनी मुवागले कहाँको रहेछन् डलरको रहेछ रहन्छ तर पश्चिमाहरू सफल हुँदैनन् यिनीहरूले चलाएको गिरिराजमणि पोखरेल नारायण काजी श्रेष्ठ प्रचण्ड यो शेरबहादुर आरजू के यो कोही पनि सफल हुँदैन गगन थापा कोही सफल हुँदैन सफल को हुन्छ आराध्य पशुपतिनाथको देश हो अब पशुपतिले सबैलाई आह्वान गरेको छ र म अब पशुपतिनाथ जाँदैछु त्यहाँ पूजा गरेर हामी आज एउटा घोषणा गर्दैछौँ त्यसमा तपाईँहरू साथ त्यो भनेको तपाईँहरूले सडकको सरकार घोषणा गर्दै हुनुहुन्छ भनिदिनुहोस् यतिका क्यामेरा छ के हो त्यो कुरा पशुपतिमा आउनुहोस् तपाईँलाई अहिले किन भन्ने तपाईँलाई उहीँबाट सार्वजनिक गर्छु तपाईँहरूले पनि साथ दिनुपर्छ ल पशुपति ल